आज हामी 2082 जेठ महिनाको 28 गते अ, जुम्ला र कालीकोट जिल्लाको सिमानामा छौँ र हामी अब जुम्ला जिल्लातर्फ प्रस्थान गर्नै आँटेका छौँ। 26 गते हाम्रो बसाई सुर्खेतमा र 27 गते कालीकोट जिल्लाको नागमगाडमा हामी बास बसेर आज 28 गते जुम्ला जिल्लातर्फ प्रस्थान गर्दैछौँ र जुम्लाको सिन्जा हेर्ने हाम्रो रहर छ। हामी देख्न सक्छौँ यहाँबाट पूर्वतर्फ जुम्लाको मुख्य बजार जाने बाटो हामी देख्न सक्छौँ, तर हामी सिधै उत्तरतर्फ लाग्दैछौँ र हामी सिन्जातर्फ अब प्रवेश गर्दैछौँ। निकै सुन्दर देख्न सकिन्छ यहाँ काठमाडौँ जाने बस हामी देख्दैछौँ र यसको दायाँतर्फ हामी देख्दैछौँ हिमा नदी। हिमालबाट झरेको पानी चिसो कञ्चन पवित्र जलका साथमा हिमा नदी सलल्ल बगिरहेको हामी देख्न सक्छौँ। साह्रै सुन्दर परिदृश्य हामी देखिरहेका छौँ। अत्यन्तै सुन्दर स्थान जुम्ला जिल्लामा हामी प्रवेश गरिसकेका छौँ यति बेला र कालीकोट जिल्लाको लामो यात्रा पश्चात हामी जुम्ला जिल्लामा प्रवेश गरेका छौँ। यहाँ स्याउका बोट देखिन थालेका छन्। जुम्लाको स्याउ अत्यन्तै प्रसिद्ध हुने गर्छ। हामी तराईवासीका लागि जुम्लाको स्याउ निकै महत्त्वपूर्ण वस्तुका रूपमा हामी लिने गर्छौँ र हामी यहाँ देख्दैछौँ गेट सम्भवतः हिमा गाउँपालिका प्रवेश गरेका छौँ। हामी जुम्ला जिल्लाको हिमा गाउँपालिका। निकै ठुला ठुला चट्टानहरू देख्न सक्छौँ। यहाँ ठुला ठुला रुखहरू छैनन् र केही साना बुट्यानहरू हामी देख्दैछौँ यति बेला र नदी निकै कञ्चन पवित्र नदी कर्णाली नदीका रूपमा तल गएर विभिन्न नदीहरूको मिश्रणका साथमा कर्णाली नदीका रूपमा हामी देख्दै आइरहेका थियौँ र अब भने हामी हिमा नदीको तिरैतिर अगाडि बढिरहेका छौँ। हाम्रो गन्तव्य हो मुगु जिल्लाको रारा। हामी रारा हेर्ने उत्कट अभिलाषाका साथ आज थुप्रै दिनको यात्रा पश्चात जुम्लातर्फ प्रवेश गरिरहेका छौँ। हामी यहाँ देख्न सक्छौँ बुट्यानहरू, टाढा टाढा सल्लाका रुखहरू हामी देख्दैछौँ। यहाँ घोडसवारको व्यवस्था पनि हुने रहेछ हामी देख्न सक्छौँ। साह्रै साँघुरो बाटो तर अत्यन्तै सुन्दर। यहाँनिर हामी बाग बजार भन्ने पनि रहेछ जुम्लामा, बाग बजार। हामी अब सिन्जातर्फ नजिक हुँदैछौँ। यहाँनिर बाग बजारमा सानो बजार पनि हामीले देख्यौँ। साह्रै सुन्दर साह्रै पवित्र नदी देख्न सक्छौँ हामी यहाँनिर र यहाँ मलाई लाग्छ स्याउबारी र सल्लाघारी सँगसँगै जसो हामी देख्न सकेका छौँ। साह्रै सुन्दर दृश्यहरू हामी देखेका छौँ। यहाँ जुम्लाको बस्ती पनि देख्न सक्छौँ हामी। जुम्ला जिल्ला हिमाली जिल्ला हो र यहाँनिर हामी धानको फाँट पनि देख्न थालेका छौँ। मार्सी धान उब्जनी हुने क्षेत्र हो जुम्ला जिल्ला। राणाकालीन समयदेखि नै जुम्ला जिल्लाले राणाका दरबारहरूमा मार्सी, रातो मार्सी धान चामल चाहिँ उपलब्ध गराउने गरेको कुरा हामी सुन्दै पढ्दै पनि आएका थियौँ। साह्रै सुन्दर फाँट देख्न सक्छौँ। अद्भुत दृश्य। हामीले यो कल्पना पनि गरेका थिएनौँ जुम्ला यति सुन्दर यति उर्वर भूमि रहेछ। साह्रै मन आह्लादित गराउन सक्ने क्षमता रहेछ जुम्लामा। यहाँको स्याउबारी, यहाँको सल्लाघारी, यहाँको धान मार्सी धानको रोपाई भइसकेको फाँट हामीले देख्दैछौँ। हामी सिन्जा क्षेत्रमा प्रवेश गरिसकेका छौँ। अत्यन्तै सुन्दर सिन्जा। यो लाग्दैछ तराईको बुटवलदेखि भैरवा जाने बाटो भन्दा कुनै कम छैन सिन्जा क्षेत्र। जुम्लाको सिन्जा उपत्यकामा हामी प्रवेश गरिसकेका छौँ। साह्रै सुन्दर। यहाँबाट केन्द्रीय राजनीतिमा ज्ञानेन्द्र बहादुर शाहीले प्रतिनिधित्व गरिरहनु भएको छ।
र संसदमा पनि ज्ञानेन्द्र बहादुर शाहीको आवाज हामी धेरै नै सुन्ने गर्छौँ। उहाँको क्षेत्र पनि हो यो निर्वाचन क्षेत्रका रूपमा। साह्रै सुन्दर सिन्जा, आहा, हिमाली भेगमा, हिमाली क्षेत्रमा यो सुन्दर रोड हामीले देख्न सक्छौँ। साह्रै नै राम्रो छ, साह्रै सुन्दर छ। साह्रै तराईको कुनै फराकिलो बाटो भन्दा यो कम छैन। यहाँको बजार पनि हामीले देख्न सक्छौँ। यहाँका जीवनशैली पनि हामीले यहाँ देख्न सक्छौँ। दायाँतिर हिमा नदी अविरल बगिरहेको हामी देख्न सक्छौँ। बस्ती क्षेत्र पनि हामीले देख्न सक्छौँ र यो सहरभन्दा केही कमी अनुभव भइरहेको छैन हामीलाई। यद्यपि यो जुम्ला जिल्लाको सिन्जा क्षेत्र, यो सबै ठाउँमा यस्तो पिच रोड त हामी देख्न सक्दैनौँ। तथापि यहाँनिर सिन्जा क्षेत्र, सिन्जा उपत्यका, यो नेपाली भाषाको उद्गम स्थल पनि हो। सिन्जा खस राज्यको राजधानी पनि हो र यो अत्यन्तै ऐतिहासिक स्थलमा छौँ हामी यति बेला। अत्यन्तै पवित्र स्थलमा छौँ। 22 खस राज्यको राजधानीका रूपमा पनि चिनिने गर्छ। हाल कर्णाली प्रदेशको जुम्ला जिल्लाको सिन्जा क्षेत्र र सिन्जा उपत्यका पनि हो। यहाँ हामी स्याउका बोटहरू पनि देखिरहेका छौँ दायाँ बायाँ र यहाँका घरहरू पनि निकै आकर्षक हामीले देख्न सक्छौँ। र हाम्रो गुरुजीले हाम्रो रफ्तार, गाडीको रफ्तारलाई निकै हाँकिरहनु भएको छ। यहाँनिर यहाँको जीवनशैली, यहाँका बालबालिका, यहाँका स्कुले विद्यार्थी पनि हामी देख्न सक्छौँ। यो बिहानी प्रहर हो, स्कुल जाने समय भएको छ र पारिपट्टि सल्लाघारी, प्रशस्तै सल्लाघारी हामी देख्न सक्छौँ। धेरै अन्य बोटहरू यहाँनिर हामीले देख्न सकेका छैनौँ। तराईको जस्तो घना जङ्गल यहाँनिर हामीले देख्न सक्दैनौँ। यहाँ केही पक्की घरहरू पनि छन् सिन्जा क्षेत्र। अब हामी सिन्जा क्षेत्रलाई क्रस गरेर अगाडि बढ्ने अवस्थामा छौँ र हाम्रो भ्रमण दलका सदस्यहरू निकै खुसी हुनुहुन्छ। हाम्रो भ्रमण दलमा 33 जना सदस्य छौँ हामी, सबै खुसी हुनुहुन्छ। सबैजनालाई नमस्कार। म केशव भण्डारी हजुर। रारा जाने बाटोमा सबैलाई नमस्कार। मेरो नाम गिरिराज गौतम उर्फ चिरञ्जीवी। सम्पूर्णलाई हार्दिक नमस्ते। हामी जुम्ला जिल्लामा छौँ यति बेला। हामी मुगुछौँ। मेरो नाम होमनाथ कणेल। मेरो नाम सुशीला। सबैमा प्रणाम हजुर। मेरो नाम विशाल राउत। नमस्ते, मेरो नाम लक्ष्मण भुषाल। आजको ड्राइभर साहब नमस्ते, म मै हो। उहाँ लक्ष्मण खरेल हुनुहुन्छ। उहाँ लक्ष्मण खरेल हुनुहुन्छ। मेरो नाम मिलन श्रेष्ठ। नमस्ते ढोकदिया। म चाहिँ हजुरको साइडमा को हुनुहुन्छ? मेरो दुश्मन हुनुहुन्छ मेरो साइडमा। उहाँ दुश्मनको सबभन्दा बेस्ट दुश्मन म। हेलो नमस्ते, मेरो नाम निशा कुवर। हाई नमस्ते, म कुसुम अर्याल। टाढा हिँडेको रमाइलो। हाई नमस्ते। हजुरको नाम सर? मेरो नाम रोमनाथ घिमिरे। कहाँदेखि सर? रारा घुम्न जाँदैछु। शैक्षिक भ्रमण सबैको यात्रा सफल होस्। नमस्कार हजुर। हजुर जस्तै राम्रो मान्छे सबै हुन्। आज बल्ल राम्रो बोल्नु। नमस्कार, म भाग्य नेउपाने।
नमस्ते, मेरो नाम गणेश पोखरेल। हाय नमस्ते नमस्कार म बुद्धि म्याडमको साथी। हाय हेलो नमस्ते मेरो नाम हेलो हाई नमस्ते। यो भिडियोग्राफरलाई सहयोग गर्ने मान्छे म मोतीलाल हजुर। नमस्कार, म केशवराज पन्त। हजुरलाई यात्रा कस्तो लागिरहेको छ सर? अत्यन्तै अविस्मरणीय र अत्यन्तै महत्त्वपूर्ण यात्रा निचरमा छ। कति दिनमा आइपुग्नु भयो सर यहाँ आइपुग्दा? हामी अहिले 4औं दिन यात्रा प्रारम्भ भएको, आज 4औं दिन सुरु भएको छ। नमस्कार, म विशाल पाठक। यात्रा एकदम रमणीय छ है सर। हामी गन्तव्यमा पुग्दैछौँ। नमस्कार, म अमर श्रेष्ठ। हजुर केलाई सोध्नु भएको छ? म यहाँ सुत्या बसमा अटिन के गर्नु। हेलो हेलो सुदर्शन रेग्मी राजा इन्जोय गरिरहेको छु। Hello, this is Roxas, that Albert Hall. कहाँ तपाईँ हुनुहुन्छ दाइ? म रारा घुम्न हिँड्न लिएर हिँडेको हाम्रो सर म्याडमहरूलाई। थ्याङ्क यू। हामी यति बेला अगाडि बढिरहेका छौँ। जुम्ला जिल्लामै छौँ। अत्यन्तै साँघुरो बाटो, निकै डेन्जर रोड हामीले देखेका छौँ। यति बेला गाडी निकै जोल्डिङ खाइरहेको छ। कहाली लाग्दा पहराहरू भिरहरू हामीले देख्न सक्छौँ। हेर्नुहोस् यहाँको पहरा फोरेर निकालेको बाटो अत्यन्तै सुन्दर तर निकै डरलाग्दो बाटो हामीले देख्न सक्छौँ। र पारीका पहराहरू निकै आकर्षक पनि छन् र निकै कहाली लाग्दो बाटो पनि छ। जुम्ला जिल्ला मुगुका लागि हामी अगाडि बढ्दैछौँ। यहाँ सानो दुबो जस्तो देखिन्छ। केही रुख बुट्यानहरू यहाँ केही पनि छैनन्, पहराहरू र केवल दुबो जस्तो मात्रै देखिन्छ। ठुला पहरा र चट्टान फोडेर बाटो बनाइएको छ। प्राय कालीकोटमा हामीले यस्तो दृश्यहरू धेरै नै देख्यौँ र जुम्लामा पनि यो हामीले देख्न सक्छौँ। निकै डरलाग्दो परिदृश्यहरू छ र आकाशमा कता कता बादल देखिँदैछ। हामीलाई अलिकति डर पनि छ किनकि रारा पुग्दै गर्दा पानी कतै नपरोस्। ठुला पहराहरू फोडेर बनाइएको बाटो, पहराको बीचमा फुल फुल्दछ भने जस्तो यहाँनिर ढुङ्गा पनि केही चम्किरहेको हामी देख्न सक्छौँ। बिजुलीको व्यवस्था पनि गरिएको रहेछ। जुम्ला जिल्ला हामी मुगुतर्फ अगाडि बढिरहेका छौँ र हामी बिहान आज करिब 6 बजेतिर आजको यात्रा 28 गतेको यात्रा सुरु गरेका थियौँ र हाम्रो सुरुवाती यात्रा 25 गते जेठको 25 गतेबाट सुरु भएको थियो र 26 गतेबाट हामी दाङबाट यात्रालाई अगाडि बढाएका थियौँ। रारातर्फ पारीपट्टि हामी सल्लाहघारी देख्न सक्छौँ, निकै आकर्षक र यो जेठ महिनाको याम हो। यहाँनिर यो हरियाली, यो शीतलताले हामी तराईवासीका लागि एउटा खुसी दिएको छ। हामी यहाँ देख्न सक्छौँ सम्भवतः जौ अथवा गौ बाली हामीले देख्न सक्छौँ। जेठ महिनामा यो हाम्रो लागि एकदमै आश्चर्यजनक कुरा हो। यहाँ हामीले आलु बारी पनि देखेका छौँ। यो हाम्रो लागि एउटा सपना जस्तो लाग्छ किनकि हामी तराईमा यति बेला जेठको समयमा निकै खडेरी छ, तथापि यहाँनिर यो बालीहरू देख्दाखेरि हाम्रो मन साह्रै रमाइरहेको छ। साह्रै खुसी छौँ हामी। साह्रै मनमोहक दृश्यहरू हामी देख्दैछौँ। यहाँको बालीनाली अत्यन्तै उर्वर क्षेत्र रहेछ जुम्ला जिल्ला। यसले हामी सबैको मन रमाइरहेको छ। त्यो गर्मीले उकुस मुकुस भएर हामी अत्तालिएका प्राणीहरू यो हिमाली भेगका यी अकल्पनीय बालीनाली यो दृश्य देख्दाखेरि हाम्रो मन साह्रै आकर्षित भएको छ। यहाँनिर गहुँ बाली र जौ बाली र जेठ महिनामा यो हाम्रो तराईको उब्जनीसित पटक्कै
नमिल्दो रहेछ, सायद जलवायु मौसमको कारणले हुन सक्छ। हिमाली भेग हो, चिसो बतास छ। हामी योभन्दा अगाडिको यात्रामा साह्रै कुसमुकुस यात्रा कुसमुकुसका साथ हामी अगाडि बढिरहेका थियौँ भने यहाँनिर चिसो चिसो बतास पनि हामीले प्राप्त गरेका छौँ। साह्रै नै उर्वर क्षेत्र रहेछ जुम्ला जिल्ला। यो अनकन्टार डाँडाहरू पहराहरू पार गरेर आइसके पश्चात यो एउटा यस्तो उर्वर भूमि रहेछ जुम्ला। यो हामीले नदेखेसम्म यो कुरा हामीले त्यति धेरै अनुभूति गर्न सकेका थिएनौँ र यहाँनिर हामीले यो भोग्दैछौँ। र अब हामी करिब करिब खाना खाने बेलातिर अगाडि बढ्दैछौँ क्या र यहाँनिर जुम्ला जिल्लाको भुलभुले भन्ने ठाउँमा हामी यति बेला आएका छौँ। अब हामी यति बेला बिहानको करिब 11:30 बजेको छ। अब हाम्रो खाना खाने समय हुँदैछ। यहाँनिर आज हामी खाना खाने अवस्थामा पुगेका छौँ। अब हामी रोकिएर यो एउटा होटेल ए हजुर कता भनेर लेखिएको छ, हामी यहाँ रोकिन्छौँ र हामीले खाना खानेछौँ यहाँ। तत्पश्चात हामी मुगुतर्फ अगाडि बढ्ने छौँ। हामी यति बेला जुम्ला कुन ठाउँमा छौँ बहिनी? भुलभुले, जुम्लाको भुलभुलेमा छौँ। भर्खर हामी यहाँ खाना खायौँ। हेर्नु त कति राम्रो आलु बारी। ओहो जेठ महिनाको आज 28 गते बुधबार हो 2082 सालमा। यहाँनिर मैले स्याउको बोट चाहिँ नजिकबाट खिच्न पाएको छु। मेरो यस्तो रहर थियो यो स्याउको बोटमा चढेर स्याउ टिपेर खाने, तर जेठ महिना भएको कारण यति बेला यहाँ स्याउ लागेको रहन्छ, दाना लागेको रहन्छ। बाटोमा हामीले प्रशस्तै भेटाएका थियौँ। म एकचोटि यो स्याउसित आफ्नो भिडियो लिन चाहन्छु। र यो रहर थियो, मैले धेरै भाइ बहिनीहरूलाई पनि भन्ने गर्थेँ स्याउको बोटमा चढेर टक्क स्याउ टिपेर खाने रहर थियो। तर कोपिला मात्रै लागेको छ, एकदम खुसी लागेको छ। जुम्लामा छौँ यति बेला हामी। एकदमै सबैलाई चाहिँ यो मेसेज पनि म दिन चाहन्छु, तपाईँ पक्कै पनि एकचोटि जुम्ला आउनु होला र यहाँको परिदृश्यले जो कोहीलाई पनि लोभ्याउने गर्छ, पक्कै पनि यो ठाउँ हामीले मिस गर्न हुँदैन भन्ने मलाई लाग्छ। हेर्नुहोस् यहाँनिर आलु, यो आलु कुन सिजनमा हुन्छ बहिनी यहाँ? यो अब साउनदेखि निकाल्न सुरु हुन्छ। साउनबाट निकाल्न सुरु हुन्छ। अनि त्योभन्दा अरू सिजन कुन सिजनमा निकाल्ने समय हुन्छ? हाम्रो के अरे त्यो साउनदेखि पछि त लगतै कार्तिकभित्र सबै भित्रै छ। लगाउनुहुन्छ कुन समयमा? लगाउने फागुनको महिना, एकचोटि फागुन महिना, अनि अरू यति नै हो। ए फागुन, यहाँ खासै धेरै फागुन महिनामा यहाँ आलु लगाइँदो रहेछ। र निकाल्ने कहिले भन्नुभयो? निकाल्ने कार्तिकमा। साउनमा लगाउने, कार्तिकमा निकाल्ने भन्नुभयो। फागुनमा लगाउने, कार्तिकमा निकाल्ने। हेर्नुहोस् त हाम्रो तराईको र यहाँको कति धेरै फरक छ। नेपाल कस्तो चाहिँ एउटा अद्भुत छ। यहाँ मौरीको घार पनि रहेछ। मलाई के लाग्यो भने यो के छैन जुम्लामा, पक्कै पनि यो उर्वर भूमि, यहाँको परिदृश्यले सबैलाई लोभ्याउने गर्छ। हामी जुम्ला जिल्ला कनका सुन्दरी गाउँपालिका पर्दो रहेछ। साह्रै राम्रो। माथि बादल लाग्दैछ। के छ आजको मौसम कस्तो? सधैँ यस्तै हो कि? यहाँ त बढी नै जाडो नै हुन्छ। नै भनेर आज के अलिकति खतरनाक यस्तै हो सधैँ मौसम यताको। हामी डाँडा गएर फर्किँदाखेरि केही समस्या के कुरामा हामी बस्नुपर्ने हुन्छ? अलिकति यहाँ एकदम जाडो हुने गर्छ, जाडोबाट बस्नै पर्छ। यहाँ फेरि बर्खामा पानी धेरै पर्छ। ल धेरै खुसी लाग्यो। हिउँ पर्छ। ओके, बहिनीको घर यहीँ हो? मेरो घर यतै हो। धेरै राम्रो, धेरै अद्भुत सुन्दरताले भरिएको क्षेत्र हो यो हाम्रो सिङ्गो देश नेपाल। यति बेला जुम्लामा छौँ। चिसो बतास चलेको छ। म भर्खर तलबाट माथि चढ्दै गर्दा स्याँ भएको छु, तर धेरै खुसी छु, धेरै नै खुसी। आकाशमा बादल छ। हामी मुगु पुगेर रारा हेर्ने उत्कट इच्छा छ। बाँकी म जोड्दै जानेछु। धन्यवाद। हामी अगाडि बढ्दैछौँ। जुम्ला जिल्ला गुच्चीको लेकतिर हामी अगाडि बढ्दैछौँ र हाम्रो यात्रा
25 गतेबाट रूपन्देहीबाट यात्रा सुरु भएको थियो। हामी रूपन्देही, कपिलवस्तु जिल्ला, दाङ जिल्ला र हाम्रो दाङमा बसाइ भएको थियो एक दिन। त्यसपछि हामी दाङबाट राराका लागि यात्रा तय गरेका थियौँ। तत्पश्चात हामी सल्यान जिल्ला, पहाडी जिल्ला सल्यान र फेरि भित्री मधेसको जिल्ला सुर्खेत झरेर तत्पश्चात हामी दैलेख जिल्ला, पहाडी भेग, पहाडी जिल्ला दैलेख पार गर्दै हिमाली जिल्ला कालीकोटमा प्रवेश गर्यौं। कालीकोटको अत्यन्तै कष्टकर यात्रा छिचोल्दै हामी जुम्ला जिल्लामा छौं यति बेला र अब हामी छिटै नै मुगु जिल्लातिर अगाडि बढ्दैछौँ। अब हामी केही समयमै मुगु जिल्लामा प्रस्थान गर्नेछौँ र मुगुको रारातिर हाम्रो यात्रा अगाडि बढिरहेको छ। ठुला ठुला यहाँ सल्लाहका बोटहरू हामी देख्न सक्छौँ। सल्लाहका प्रजातिहरू अनेक किसिमका हुँदा रहेछन्। हामी यहाँ देख्न सक्छौँ निकै ठुला सालका रुखभन्दा पनि ठुला सल्लाहका बोटहरू हामी यहाँ देखेका छौँ। सायद हाम्रो तराई नजिकका पहाडी भेगहरूमा हामीले यत्रा ठुला सल्लाहहरू देख्न पाएका थिएनौँ। यहाँनिर निकै ठुला ठुला सल्लाहका बोटहरू पनि रहेछन् र पारीको डाँडा अत्यन्तै आकर्षक देखिएको छ। यहाँनिर सल्लै सल्लाहले घेरिएको छ। हामी मुगु जिल्ला तिर अगाडि बढिरहेका छौँ। यतिन्जेलसम्म हामी जुम्ला जिल्लामै छौँ र बाटो निकै कष्टकर पनि छ, निकै हामी खुसी पनि छौँ किनकि यो नयाँ स्थल हो। हामी सबै लगभग यो गाडीमा यात्रा गर्ने सम्पूर्ण करिब करिब 33 जना सदस्यहरूका लागि यो एउटा अत्यन्तै सबैका लागि नयाँ स्थल, नयाँ भ्रमण हो हाम्रो लागि। रारा भ्रमण यो हाम्रो लागि अत्यन्तै विशेष छ। तथापि यो हिमाली भेग भए पनि हामीलाई गर्मीले अझै छोडेको छैन। गाडीभित्र हामी गर्मी नै छ। हामी करिब अब मुगु जिल्ला प्रस्थान गरिसक्यौँ। हामी मुगु जिल्लामा प्रवेश गरिसक्यौँ। हाम्रो अन्तिम गन्तव्य मुगु जिल्ला हो यसपालि र हामी मुगु जिल्लामा प्रवेश गरिसकेका छौँ। यहाँको जीवनशैली देख्न सक्छौँ। निकै चट्टानहरू फोडेर, पहाडहरू पहराहरू फोडेर यहाँ बाटो बनाइएको छ। यहाँनिर हामी पिच बाटो देख्न सक्दैनौँ। सिन्जा क्षेत्र छोडेपछि हामीले पिच बाटो देख्न पाएका छैनौँ। पक्कै पनि हामीले सुन्ने गरेका थियौँ जुम्ला कालीकोटमा मोटर पुगेको त्यति धेरै पनि भएको छैन र हुँदै हुँदै अब हामी मुगुतिर पनि मजासँग गाडीले यात्रा गर्न सक्ने अवस्थामा आइसकेका छौँ र यो विकासको एउटा गति लाई देख्दाखेरि हामी सबैका लागि यो पर्यटन प्रवर्धनका लागि एउटा खुसीको कुरा पनि हुन सक्छ र हामीले चारैतिर दायाँ बायाँ हामी देख्न सक्छौँ सल्लाहका विभिन्न किसिमका प्रजातिहरू यहाँ रहेछन् र साँगुरो बाटो छ। गाडीले निकै जोल्टिङ खाइरहेको छ। मनमा कता कता त्रास पनि छ र हामीलाई रारामा गएर डुबुल्की मार्ने, रारामा गएर लडीबुटी खेल्ने ठुलो रहर छ र सडक धुलाम्य छ किनकि यहाँ गाडी क्रस गर्दै गर्दा धुलो उडाइएको छ र यहाँ जसले गर्दा यो यहाँको दृश्यहरू कैद गर्न पनि अलिकति केही समस्या छ। यहाँ थोरै धुलोहरू हामी देख्न सक्छौँ र पारीका पहाडहरू पर्वतहरू निकै आकर्षक नीलगिरीहरूले हाम्रो मन एकदम लोभ्याइरहेको हामी देख्न सक्छौँ र हाम्रो उत्कट इच्छा चाहना छ कि हामी छिटै मुगुको रारालाई चुम्दैछौँ। अब यहाँ घोड सवारको व्यवस्था हामी देख्दैछौँ। अब हामी राराबाट धेरै टाढा छैनौँ। हामी सल्लेरी डाँडातर्फ करिब करिब प्रवेश गरिसकेका छौँ। हामी यति बेला मुगु जिल्लाको सल्लेरी झरेर केही अगाडि गाडीमा आइसकेपछि अब रारा तालको नजिक आइसकेका छौँ। हाम्रो भ्रमण टोलीका सदस्यहरू फोटो खिच्नमा निकै रमाइरहनु भएको छ। निकै चिसो हावा, हामी रूपन्देहीको बुटबलको गर्मीले अतासिएका मानिसहरू निकै चिसो हावा, चिसो बतासले, निकै मनोरम दृश्यले हामीलाई आह्लादित बनाएको छ। यति बेला हामी मुगु जिल्लामा छौँ। यति बेला साह्रै मनोरम दृश्य सल्लाह भने यहाँ प्रशस्तै पाउन सकिन्छ। घर कहाँ पढ्न
मुगुमा के छ अलिकति यताको केही कुरा रमाइलो छ झोला बोकेर हिँडिए छैन यहाँ काँडादार देखिन्छ तर सबै सल्लाहका प्रजातिहरू अनेक अनेक किसिमका हुँदो रहेछ हामीले पाल्पा गुल्मी देखेको भन्दा यहाँ थोरै फरक छ मौसम हावापानीको कारणले होला हिमाली सल्लाह अलिकति पृथक हुँदो रहेछ सिधा गएको देखिन्छ हामी अझै अगाडि बढ्दैछौँ केही समयमा हामी रारा चुम्न पुगिसक्नेछौँ केही समयमा सामानहरु चाहिँ विशेष त्यही स्पेशल मह हजुर घरमौरीको मह कुन ठाउँमा पाउँछ त्यो बढी यही मुरमा रारामा पाउँछ सर मुरमा गाउँ रारामा चाहिँ मुरमा गाउँ छ मुरमा गाउँ केजी भन्ने हुँदैन सर हाम्रो चाहिँ लिटर अथवा मानो भन्ने हुन्छ उसको चाहिँ 1500 रुपैयाँ पर्छ ए अरु त्यो भन्दा अरु बढी त्यसपछि यहाँको लोकल सिमी कहाँ पाउँछ यो खास विशेष यही रारामै हो सर पाउने यही रारामा तलै मह अनि त्यसपछि लिएर सिमी सबै पाउँछ अनि आलु त लब अहिले खासै त्यति भएको छैन यो असाढबाट चाहिँ हुन्छ त्यसपछि पढ्ने वातावरण भएन घरमा अलि समस्या भयो अनि पैसा कमाउनुतिर लाग्यो हजुर अब भाइ न भएन घरमा कोही छैन आमा बुवा बुढाबुढी भयो अहिले कमाइ ठिकै छ राम्रै छ ठिकै छ भनौँ जस ठिक छ राज्यलाई केही भन्न पर्ने छ छैन सर त्यति देश सञ्चालन गर्ने हजुर राज्यका चाहिँ जिम्मेवार प्रतिनिधिहरूलाई केही सुझाव यस्तो भइदिए हुन्थ्यो हामी जस्तो श्रमजीवीहरूलाई भन्ने के छ कति भयो उमेर म चाहिँ अहिले माघबाट 20 बिहा त गरियो हैन बिहा त गरिसके नि सर गरिसक्यो बच्चा नि भयो 17 वर्षमा गरिसक्यो बाल बच्चा नि भए 18 महिनाको छोरा भइसक्यो ए 20 वर्षभन्दा अगाडि बिहा नगर्न भन्छन् ल ठिक छ किन घरको समस्याले गर्दा ठिक छ ल हो हामी यहाँ स्वर्गकी अप्सरा रारालाई देखिसकेका छौँ आहा यो हाम्रो 100 किलोमिटर लामो यात्रा पश्चात स्वर्गकी अप्सरा रारालाई देख्ने अवसर नेपालको ठुलो ताल रारा यति बेला बतास चलेको छ त्यसैले रारामा त्यो छाल देख्न सकिन्छ हामीले हेर्नुस् त्यो राराको ठिक माथि यो त्यहाँको वन देख्न सकिन्छ सायद त्यो पनि सल्लाह नै होला सल्लाहघारीले नै धेरै घेरेको रहेछ हामी कर्णाली प्रदेशको जिल्लामा रहेको रारा तालमा आइसकेका छौँ अत्यन्तै मनोरम दृश्य अत्यन्तै खुसी अत्यन्तै हामीलाई घाम लागिरहेको छ चिसो बतास आइरहेको छ बुटबलको यो तातो गर्मीले हामी एकदम सताइएका हामी मानव प्राणीहरू हाम्रो टिम रारामा यति बेला प्रस्थान गरिसकेको छ हामी रारालाई देख्न सक्छौँ यति बेला अत्यन्तै खुसी छौँ हामी अब आज हामी रारा हेर्छौँ र राति पनि हामी यहाँको राराको सन्ध्याकालीन र रात्रिकालीन परिवेश के कस्तो हुन्छ भन्ने बारेमा हामीले पक्कै पनि हेर्नेछौँ र बाँकी अपडेट पनि तपाईँलाई म गराउँदै जानेछु देख्न सक्छौँ राराको पानी सुने यो अवसर पनि प्राप्त भएको छ आहा यो शीतल र यति बेला करिब 4:30 बज्न आँटेको छ हामी यति बेला राराको पानी छोइसकेका छौँ र कति मनोरम दृश्य रारा स्वर्गकी अप्सरा रारा र हाम्रो सरहरू यतिला गढ सवारमा हुनुहुन्छ गढमा मस्त रमाइरहनु भएको छ चिसो हावा र भर्खरै यहाँ आउने बेलासम्म गाडीमा अलिअलि कतै पसिना पनि हल्का आइरहेको थियो तर यहाँ जब रारा आइपुग्ने बित्तिकै चिसो महसुस भइसक्यो र
हरेसल पनि घोडामा आएको भए हुन्छ कि आहा यहाँको छाल सन्ध्याकालीन समयमा निकै चिसो बतास चल्ने रहेछ। हामी हेरौँ एकपटक, रारालाई राम्रोसँग निहालौँ। सबैलाई आउने अनुकूल पनि मिल्दैन, चाहेर पनि आउन सक्दैनौँ। हामी पनि यो लामो समय जीवनको आधा आधीभन्दा अगाडि बढ्दै गर्दा बल्ल रारा भेट्ने, रारा छुने, हेर्नुहोस् है, आहा रारा छुने अवसर प्राप्त गरिएको छ। यति बेला अलिकति चिसो भइसकेको छ। सन्ध्याकालीन समय हो, घाम राम्रै लागेको छ। तर पनि हिमाली भेग हो, मुगु कर्णाली अञ्चलको मुगु, कर्णाली प्रदेशको पहिला अञ्चल पनि थियो। कर्णाली प्रदेशको मुगु र यहाँका यी वनस्पतिहरू पनि हामी हेर्न सक्छौँ। प्राय सल्लो हुँदो रहेछ, धुप्पी सल्लोहरू, धुप्पी पनि। र हामी यति बेला रारा ताल परिसर हेरिसकेपछि सन्ध्याकालीन समयमा आज बास बस्ने ठाउँ रारा मुरमा होमस्टे यहाँ देखा परेको छ। रारा मुरमा होमस्टे, यस्तै यहाँ थुप्रै होमस्टेहरू रहेछन्। रारा दरबार होमस्टे यहाँ देखा परिसकेको छ। रारा दरबार होमस्टेमा सरहरू पुगेर चिया पानी पिउँदै हुनुहुन्छ, देख्न सक्छु। म पनि यति बेला रारा ताल हेरेर आइसकेपछि अघिसम्म अलिकति गर्मी, तर यति बेला चिसो बतासले गर्दा अब चाहिँ हामी चिटर लगाएर बस्नुपर्ने स्थितिमा सुन्दर साथ हामी यही बस्दैछौँ। र रारा दरबार बिहान उठेर राराको परिदृश्य हेर्नेछौँ बिहानी पख। अनि त्यसपछि हामी त्यहाँ बोटिङ पनि गर्नेछौँ। अझै धेरै मलाई अझै धेरै उक्साउनेमा कपिल सर हुनुहुन्छ। के छ कपिल सर, कस्तो लागिरहेछ? मैले चाहिँ हजुरलाई चाहिँ बाटोमा चाहिँ मलाई राम्रो भन्नुभएको थिएन कि जस्तो लागिरहेको थियो। होइन, एकदम पनि रारा तालमा त्यहाँको यो सबै दुःख बिर्सिनु भयो होला। दुःख पछि सुख आउँछ पक्कै पनि। यो वनस्पति के होला? यो त स्याउ होइन? ए भाइ, यो के हो? यो के को रुख? स्याउ हो? ओहो, स्याउको रुख नै रहेछ। यो अलि फरक प्रजाति होला बाटोमा देखेको भन्दा। अनि फलेको स्याउ यहाँ छैन नजिकमा? यहाँ पनि स्याउको बोट छ। यो अझै यहाँनिर मुगुमा स्याउ त्यति अलि दाना लागिसकेको छैन, फुल लाग्यो। आज 2082 जेठ महिनाको 28 गते बुधबारका दिन हामी रूपन्देही जिल्लाबाट 25 गतेका दिन मुगु जिल्लाको राराका लागि प्रस्थान गरेका थियौँ। त्यसको मुगु जिल्लामा रहेको रारा दरबार होमस्टे माझघट्ट रारामा बास बस्दैछौँ। निकै मनोरम दृश्य छ यहाँनिर। र यहाँ नाचगानमा पनि रमाउँदै हुनुहुन्छ हाम्रो भरमट दलका सदस्यहरू। आफ्नो आफ्नो धुनमा मस्त हुनुहुन्छ। केही सर म्याडमहरू यहाँ चाहिँ गफमा मस्त भइरहनु भएको हामी देखेका छौँ। र यहाँ यो भोजका लागि तयारी हुँदैछ। यति बेला झन्डै 8 बजेको होला सायद। यति बेला भर्खर मात्रै यहाँ च्याङ्ग्रा ढालिएको छ। आज 2082 जेठको 29 गते बिहिबारका दिन हामी राराको रिसोर्टबाट बिहान ठिक 4 बजे बुर्माटपका लागि यात्रा तय गर्दैछौँ। यहाँ लेक लाग्ने सम्भावना हुँदो रहेछ। सबै सदस्यहरू यसका लागि आँट गर्न पनि सक्नु भएन, तथापि हामी केही सदस्यहरू
मुटु बलियो बनाएर यो बिहानी समयमा राति 4 बजे नै हिँड्दैछौँ। अलिकति सावधान हुनुपर्छ भन्ने हामीलाई होमस्टेका सञ्चालकले बताउनु भएको थियो। सास निकै बढिरहेको छ। मौसम चिसो छ अत्याधिक, तर पनि उकालो बाटो, लगातार उकालो छ। हामी सूर्योदय नहुँदै मुर्माटापमा पुग्ने उद्देश्यले अगाडि बढेका छौँ। तपाईँ अनुमान गर्न सक्नुहुन्छ के पाउनका लागि देशको यी मनोरम छटाहरूलाई पान गर्नका लागि हामी कति सङ्घर्ष गर्नु पर्दो रहेछ, यो कुरा पनि हामी यहाँबाट अनुमान लगाउन सक्छौँ। स्टेको दिदीले जानकारी दिएअनुसार यो गोरेटोको दायाँ बायाँका कुनै पनि वनस्पति नछुनु होला भन्नुभएको थियो, किनकि यहाँ औषधि पनि छन् र केही विष जन्ने वनस्पति पनि छन्। हामीलाई थाहा छैन, हामी अनभिज्ञ छौँ, त्यस कारणले अझै पनि जुन अस्ताएको छैन र हाम्रो आशा। खै सर के हो दिनुहोस् त यस्तो यति के हो सर? यो यहाँ छ ल्वाङ मुखमा बस्न के बाँच्छु। ल्वाङ र बोजो होला, बोजू अमला। ए ल साथीहरूले गाइड गरिराख्नु भएको छ। जान्छ अगाडि जानु। खुट्टा धेरै गल्ने रहेछ क्या। जाम जाम जाम। यो टेक्नु लाउनु। त्यति लाउनु ल, यहाँ आउँदा हातसम्म त जाने। हामी मुर्माटाप लगभग आइसक्ने अवस्थामा छौँ। यति बेला घडीमा 5:45 बजिसकेको छ। 4 बजे हामी हिँडेका थियौँ, 4:45 बजे। साह्रै गाह्रो चाहिँ हुने रहेछ र हाम्रा भ्रमण दलका सदस्यहरू अगाडि बढ्दै हुनुहुन्छ र मैले सोचेको थिएँ म सबैभन्दा अगाडि कुद्छु होला भनेर, तर झन्डै सबैभन्दा पछाडि हुन पुगेको छु। यो सोचे जस्तो रहेनछ। अहिले पनि यति बेला अलिकति समातेर आइसक्यो, त्यसले गर्दा म अगाडि लागेर कन्फिडेन्स लेभल बढाइरहेको छु। हिँड्ने तरिका हुँदो रहेछ, जति हामी सोच्छौँ त्यति सजिलो रहेनछ। हामीले सोचेका थियौँ सूर्योदय माथि टपमै गएर हेर्न सक्छौँ होला, तर सूर्योदय बिच बाटोमै भइसक्यो। सायद हामीले रफ्तार बढाउन सकेनौँ कि त्यस कारणले हामी त्यो सूर्योदय टपमा गएर हेर्ने इच्छा यसपालिलाई चाहिँ पुरा हुन सकेन। र यहाँ लाली गुराँस पनि हामी देख्न सक्छौँ। लाली गुराँस फुलेको चाहिँ छैन। जेठ 29 गते हो आज, जेठको 29 गते हो। यी यस्ता वनस्पतिहरू छन्। र फाइनली आज 2082 साल जेठ महिनाको 29 गते बिहिबारका दिन सूर्योदय भइसकेको छ। हामी राराको फेदीमा भएको रिसोर्टबाट अगाडि उकालिएका थियौँ। करिब 4 बजे हिँडेको, 2.5 घन्टा हिँड्दै गर्दा पनि सबै हाम्रो भ्रमण दलका सदस्यहरू हिँड्न चाहिँ अलिक गाह्रो भयो। मैलाई पनि गाह्रो भयो, म अन्तिममै परेँ। त्यस कारणले गर्दा यहाँ इको रिसोर्ट प्राली भन्नेमा
आइपुगेका छौँ यति बेला र यो पनि करिब टप नै रहेछ। यहाँबाट हेर्नुहोस् त रारा स्वर्ग कि अप्सरा रारा। योभन्दा अद्भुत दृश्य के हुन सक्छ? राजा महेन्द्रलाई समेत लट्ठ पार्न सफल भएकी स्वर्ग कि अप्सरालाई हामीले यहाँबाट निहालौँ। 20 मिनट उकालो लाग्यौँ भने हामी पुरै टपमा मुरमा टपमै पुग्नेछौँ। तथापि हामी जानेछौँ गएर जे जस्तो देखिन्छ, जे जस्तो हाम्रो भाग्यमा छ त्यो हामीले चाहिँ पक्कै पनि त्यहाँबाट दृश्य अवलोकन गर्नेछौँ। यो राराले एकदमै मन आह्लादित बनाएको छ हाम्रो र खुल्न पनि सक्छ कि भन्ने एउटा अनुमान पनि छ हाम्रो। हामीलाई होमस्टेका सञ्चालकले भनेअनुसार कुनै पनि वनस्पति नछुनु भन्नुभएको थियो। तर यो कति राम्रो हेर्नुहोस् त, बाटोमा कति राम्रो, आहा यति राम्रो फुलहरू, यति राम्रो फुल हेर्नुहोस् त। यो हिमाली भेगमा यति राम्रो फुलहरू छन्, पुरै फुलले सानो सानो फुल झार जस्ता छन्, तर कति राम्रो फुलेको छ हेर्नुहोस् त। यसको सौन्दर्य पान गर्न जो कोहीले अवसर पाउँदैन। भ्यू टावर रहेछ, भ्यू टावर। यो टपमा यस्तो टावरहरू रहेछ। यहाँनिर म चढ्दैछु भ्यू टावरमा। फाइनली यता म्याडमले टिकटक बनाउनु थाल्नुभयो। सरहरू सबै आइसक्नु भयो। म चाहिँ अलिकति लेट भएँ, साह्रो भयो, तर पनि ठिक छ। कुछ पाने के लिए कुछ खोना भी पडेगा भन्छन्। आइएको छ फाइनल्ली। कति होला यो उचाइ? 2990 होला। 2990 2990 त होइन होला, तल हो 2990 भन्ने कुरा हो नि। यही माथि पनि ठिक छ। सुनाइमा त यहाँ ओके। ए 360 हान्नु त छेउछेउबाट। मुगुका एकजना बासिन्दासित मेरो भेट भएको छ यति बेला। हामी मुरमा टपमा गएर फर्कँदै गर्दा बाजेको नाम क्या है? मेरो नाम बैशाखे रावल। बैशाखे रावल? रावल रावल। रावलको बस्ती छ क्या यता? हाम्रो बस्ती छ, हाम्रो यो गुम्बैखेर हो बस्ती। तम क्या गर्छ? हामी किसान हो। किसान? किसान हो। के खेती हुन्छ यहाँ? यहाँ हाम्रो सिमी हुन्छ, धान हुन्छ, आलु हुन्छ। धान कुन हुन्छ? धान विकासी धान भन्छ, त्यही हुन्छ। ओ विकासी। अनि यो मार्सी हुँदैन यहाँ? जानुहोस् ल, हामी नि काम गर्छौँ। ल यहाँ काम हुँदै रहेछ, निर्माण। ठिक छ। मुगु के छ? केही राज्य सरकारलाई के भन्न छ? के भन्नु छ? के भनौँ साहब? दुःख छ कि खुसी हुनुहुन्छ? हामीलाई दुःखै छ। अब हाम्रो ठाउँमा दुःखै छ। यहाँको को हुनुहुन्छ नेता वहाँ जितेर काठमाडौँ जानुभएको? हाम्रो ऐनबहादुर साई मन्त्री। ए ऐनबहादुर साई अहिले मन्त्री हो। जति भए पनि आफ्नो मान्छे हाल्ने हुन्, हामी कन कोही हाल्दैन, केही हेर्दैन, केही गर्दा। तमको त गरिदियो होला त यता यता। होमस्टे छ तमको? खेती गरेर त्यही खाए। खेती कति राम्रो हुन्छ नि? ठिकै हुन्छ। खेती त ठिकै हुन्छ। के बन्जी केले? सुगुरले। सुगुर बँदेलले? ओहो। यहाँ जङ्गली जनावरको डर छ कि छैन? अहिले धेरै जस्तो त डर छैन। छैन। ल ठिक छ, तम राम्रो गर, खुसी हो है। केही पनि हाम्रो रकम केही पर्दैन, ओडामा केही भाग आउँदैन। 1 लाख पर्छ ओडामा भाग। ल मुगुका स्थानीयहरूको गुनासो छ राज्यले केही गर्दैन, दूरदराजमा ध्यान दिएन भन्ने उहाँहरूको चाहिँ माग छ। यसप्रति पक्कै पनि मन्त्री नै हुनुभएको रहेछ अहिले ऐनबहादुर साई। र उहाँ यस्तो बाटोघाटो साह्रै अप्ठ्यारो छ, धेरै अनकन्टार डाँडाहरू पार गरेर आउनुपर्ने अवस्था छ। यहाँको बस्तीप्रति पनि अलिकति ध्यान
पुग्नेछ भन्ने हामी आशा गर्न सक्छौँ, हामी कामना गर्न सक्छौँ। राज्यले यसप्रति पनि दृष्टि पुर्याउन आवश्यक छ। यति बेला हामी 29 गते बिहान करिब 9:30 बजेतिर रारा तालमा छौँ। हेर्नुहोस् रारा कस्तो छ, कसरी सजिएको छ। हा 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 हा, कसको मन लोभ्याउन होला यो राराले। हेर्नुहोस् त चारैतिर वन पहाडले घेरेको बिचमा यति सुन्दर, यति ठुलो, यति विशाल, यति कञ्चन। हामी चाहिँ यहाँबाट चाहिँ प्रस्थान यो विशाल, हामी चाहिँ दुईवटा बोटिङमा चाहिँ सवार छौँ। यो विशाल भीमकाय नदी एक ताल दलका सदस्य हुनुहुन्छ नेपालको ठुलो ताल। नाम भनिदिनु त। र हामी आज बिहानै 4 बजे उठेर मुरमा टपमा गएर यो दृश्यलाई कैद गरिसकेका पनि छौँ। यो भिडियोमा अगाडि तपाईँले देख्न सक्नुहुन्छ। र अब लाग्न सुरु गरिसकेको छ। 12 बजे पश्चात यहाँ 11 बजेका कारण अलिअलि हावा चल्दैछ। अलिकति हाम्रो मान्छेमा देख्न सक्छौँ। अति विशाल नीलो दह हामीले देख्न सक्छौँ। र भनिन्छ यस स्वर्गकी अप्सरा रारामा हिमालको जडीबुटीहरूको यो लाइभ रस पनि यसमा मिश्रित भएको हुन्छ र यो एउटा औषधिका रूपमा पनि प्रयोग हुन्छ भन्ने गरिन्छ। हिमाली प्रदेश कर्णाली प्रदेशको मुगु जिल्लाको अति सुन्दर स्थान। सबैका लागि यो सम्भव पनि छैन रारा पुग्न, र चाह्यो भने छैन, नसक्ने पनि छैन। हामी यति बेला बोटिङमा छौँ। यसरी हामी हाम्रो यात्रा 25 गतेबाट सुरु भएको थियो र आज हामी 29 गतेमा छौँ। निकै लामो समय भएको छ हाम्रो यात्रा तय भएको। अत्यन्तै लामो समय भइसक्दा बल्ल हामी मुगुमा छौँ र आजबाट हाम्रो यात्रा यहाँबाट अगाडि बढ्नेछ। मुगुबाट हामी जुम्लातिर प्रस्थान गर्ने जमर्को गरिरहेका छौँ। राजा महाराजाहरूलाई लट्याउन सक्ने शक्ति भएको रारा ताल महेन्द्र राजाले यसलाई स्वर्गकी अप्सराको यहाँ मोबाइल धेरै चलाउनेले मोबाइल यहीँ छोडेर जाने, फेरि एक साइड संज्ञा दिनुभएको थियो। ल मैले लाइभ गर्छु त्यो लाइभ पनि आन्तरिक तथा बाह्य पर्यटकका लागि अत्यन्तै आकर्षकको केन्द्रबिन्दु हो रारा। चारैतिर हामी प्राय धेरै नै सुन्दर, अति सुन्दर। यसको हामी वर्णन गरेर सक्दैनौँ। सबैलाई एक एक गरेर देखाउनुहोस्। तपाईँ यो भिडियो हेर्दै गर्दा तपाईँलाई पनि पक्कै रारा आउने मन जागेको छ। समय मिलाएर आउनु होला, अलिकति समय चाहिँ मिलाउनु पर्ने हुन्छ। तपाईँले अलिकति समय चाहिँ मिलाउनु होला पक्कै पनि, किनकि हामी जति सोचेको हुन्छौँ त्योभन्दा अलिकति बढी समय लाग्न सक्ने सम्भावना हुन्छ। बाटोघाटो, मौसम, वातावरण एकदम बाँकी कुरा एकदम रमाइलो, कर्मसम्म जोड्दै जानेछु। धन्यवाद। जब सन्ध्याकालीन समय हुन्थ्यो तब गीतमा पनि आरती भजन गाउने जारी नै रहेको थियो। सधैँ जसो यस्तो हुने गर्थ्यो 5-6 दिनको यात्रामा। साह्रै रमाइलो, यहाँ केही कुरा पनि छुटेन यो लामो यात्रामा। सबै आरतीमा रमाइलो।
सबै चीज हटाउने भ्रमणका रूपमा रह्यो यो रारा भ्रमण। 25 गतेदेखि यात्रा तय गरेर आज 30 गते शुक्रबारका दिनमा र यो सन्ध्याकालीन प्रहरलाई यसरी हामीले यो आरतीमा नाचगान पनि चल्ने गर्थ्यो। अत्यन्तै अविस्मरणीय यो हाम्रो भ्रमण। रारा भ्रमण सकेर हामी फर्कने क्रममा सुर्खेतमा आज जेठको 30 गते शुक्रबारको दिन सुर्खेतमा करिब 9 बजे हामी यति बेला आइपुगेका छौँ र हाम्रो भ्रमण दलका सदस्यहरू सम्पूर्ण एकदमै रमाइलोका साथ लामो यात्रा भए पनि निकै इन्जोय लिएर आउनुभएको छ। हामी र यो सुर्खेतको मूल बजार हो वीरेन्द्रनगर, मङ्गलगढी चोक सुर्खेत लेखिएको छ यहाँ। वीरेन्द्रनगर 5 सुर्खेत। निकै राम्रो होटल छ यो। हामी यहाँ बस्दैछौँ। यो रारा भ्रमणबाट फर्किसकेपछि सुर्खेतको हेरिटेज होटलमा हामी बस्ने क्रममा मैले माथि छतबाट सुर्खेत उपत्यकालाई कैद गरेको दृश्य हो यो। अत्यन्तै सुन्दर देख्न सकिन्छ। निकै राम्रो झिलिमिली सहरका रूपमा यो सहर रहेको रहेछ। हामी सुर्खेत मुख्य बजार पश्चात हामी अगाडि बढिरहेका छौँ। अब हामी नेपालगञ्ज हुँदै रूपन्देहीतर्फ जाने तयारीमा छौँ र यसै क्रममा हामी सुर्खेतबाट मूल बजारबाट अगाडि बढिरहेका छौँ र बर्दिया बाँकेतिर हामी चाहिँ अगाडि बढ्दै गरेका छौँ र यति बेला यहाँनिर एउटा बजार क्षेत्र देखा परेको छ र बर्दिया राष्ट्रिय निकुञ्जको सुरुवात यहाँबाट हुँदैछ क्या र हामी देख्न सक्छौँ। यहाँ चेक पोस्ट पनि छ। यस पश्चात हामी बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गर्दैछौँ। हामी यति बेला बबई नदीमा छौँ र अहिलेसम्म हामी यता सुर्खेतको यात्रा गरेर लुम्बिनी प्रदेशमा प्रवेश गरेका छौँ। हर्रेबाट हामी अगाडि बढिसकेपछि बिचमा खासै त्यस्तो बजारहरू केही देखेनौँ हामीले। अब अहिले एकैचोटि हामी बबई नदीमा आएका छौँ र यति बेला हाम्रा साथीहरू भ्रमण दलका साथीहरूले खाना खाने समय भएको छ र बिहानी समय भए पनि अब बिचमा त्यति लगातार अगाडि बढ्ने हिसाबबाट हामी चाहिँ बबईमा आएर खाना खाँदैछौँ र हाम्रो यो कर्णाली प्रदेशको लामो यात्रा पश्चात अब हामी लुम्बिनी प्रदेश यानि कि आफ्नै आगनीमा प्रवेश गर्दैछौँ र बाँकी लुम्बिनी प्रदेशको बर्दिया, बाँके, दाङ, कपिलवस्तु र रूपन्देहीका पनि केही झलकहरू मैले पक्कै पनि कैद गर्नेछु र बाँकी कुराहरू मैले यहाँलाई अपडेट गराउँदै जानेछु। हामी बर्दिया राष्ट्रिय निकुञ्जमा अगाडि बढिरहेका छौँ बबई नदी कटेर। अब हामी बाटामा रातामारे खोला पुल पर्दो रहेछ। नेपालगञ्ज यहाँबाट 46 किलोमिटर दक्षिण जानुपर्नेछ।
त्युवन खोला पुल भन्ने आउँदो रहेछ यहाँनिर। र यहाँ बाटोमा प्रकृतिको अनुपम सौन्दर्यमा फोटो सेसन पनि चलिरहेको देख्न सक्छौँ। फाइनल्ली हामी कर्णाली राजमार्गको लामो यात्रा पश्चात पूर्व पश्चिम राजमार्ग यानि कि महेन्द्र राजमार्गलाई टच गर्न आइपुगेका छौँ। पश्चिमतिरबाट आएको बाटो पूर्वतिर जाँदैछ र हामी पनि जाँदैछौँ बुटवलतर्फ र हामी महेन्द्र राजमार्गमा जोडिन आइपुगेका छौँ। लामो समयदेखिको कर्णाली राजमार्गको यात्रा पश्चात अब हामी महेन्द्र राजमार्गमा प्रवेश गरेका छौँ र हामी कोहलपुर बाँकेको कोहलपुरबाट रूपन्देही जिल्लाको बुटवलतर्फ यात्रा तय गर्दैछौँ। यहाँबाट बुटवल जानका लागि 236 किलोमिटर रहेको छ। हाम्रो यात्रा 2082 जेठ महिनाको 26 गते दाङबाट सुरु भएको थियो। रारा भ्रमणका लागि हामी त्यहाँबाट अगाडि बढ्दै गर्दा हामीले थुप्रै जिल्लाहरू पार गरेका छौँ। यात्रा सुरुवात रूपन्देहीबाट कपिलवस्तु दाङ हुँदै सल्यानतिर हामी अगाडि बढ्यौँ र यसपछि सुर्खेत उपत्यकामा झरेर दैलेख जिल्ला कालीकोट जुम्ला हुँदै मुगु जिल्लामा प्रवेश गऱ्यौँ र मुगुबाट हामी फेरि फर्केर आइसके पश्चात हामीले सुर्खेत बजार हुँदै कोहलपुर बाँके तिरबाट हामी अब अगाडि बढेर बाँके जिल्लामा छौँ यति बेला र बाँके जिल्लाबाट हामी दाङ कपिलवस्तु हुँदै रूपन्देहीमा आज हामी घरमा पुग्ने अवस्थामा छौँ र हाम्रो यो लामो यात्रा करिब 10 जिल्लालाई हामीले छोएर रारा भ्रमणलाई टुङ्ग्याउने क्रममा छौँ र यहाँ मोबाइलमा पनि ब्याट्री सकिएको कारण योभन्दा अगाडिको दृश्य मैले यहाँहरू सामु देखाउन सकिनँ र हाम्रो लागि हामी तराईवासीका लागि यताका जिल्लाहरू प्राय हामीले जानकारी पाएकै कुरा छन्। तथापि मैले चाहेर पनि सकिनँ योभन्दा अगाडिको दृश्य कैद गर्नका लागि हामी नेपालगञ्जबाट अगाडि बढेका छौँ। हामी दाङ जिल्लातर्फ चाहिँ अगाडि बढ्दैछौँ। हाम्रो गाडी निकै रफ्तार अगाडि बढिरहेको छ र आज हामी करिब दिउँसो 4 बजेतिर बुटवल पुग्न सक्ने आकलन गर्न सक्छौँ। निकै रफ्तारमा हाम्रो गुरुजीले यो पहाडी जिल्ला सकेर यो तराईको मैदानमा आइसके पश्चात निकै रफ्तारमा हाम्रो यात्रा अगाडि बढिरहेको छ र हामी अब लामो दिन पश्चात लामो यात्रा पश्चात चाहिँ आज घरमा पुग्ने अवस्थामा छौँ।